पल कति खुसी कति प्यारो सिस्नो हातको पकाउँदैछु यो पल मैले यहाँ कति सिस्नो सुन्दर कति उज्यालो पखालिरहेको छु सक्ने भए म त पानी राखेर बाँधेरै राखिदिनु सिस्नो पखाली समयका पहिला छेकेरै सिस्नोको लागि राखिदिनु पानी चाहिँ रातो पानी यसमा चाहिँ मरमसला राखेको छु तिम्रो राखेको छु साथीहरू मैले यो सिस्नोलाई यसरी पकालेको छु है साथीहरू आज सिस्नो रातो बनाउनु भएको छु कस्तो हुन्छ है आजको सिस्नो त साथीहरू बनाउँदैछु रातो उमालेको पानी होइन यसमा मैले चाहिँ टिमुर अलिकति जिरा धनियाँ त्यसपछि खुर्सानी लसुन अदुवा धनी राखेर नुन राखेर त्यसपछि मैले यसलाई उमाल्ने होइन त्यसमा सिस्नो राखिदिएको सिस्नो राखेको छु सिस्नो राखिदिएँ साथीहरू आजको मेरो सिस्नो कस्तो हुन्छ है साथीहरू यसरी सिस्नो पकाइराखेको छु हामी चाहिँ अलिकति चस्सा लाग्नुपर्छ फेरि पोल्छ है एकदम झारपातमा पनि सिस्नोमा पनि करेन्ट लाग्छ के यस्तरी साथीहरू मैले चिन्ताले राखिरहेको हेर्नुहोस् आजको मेरो सिस्नो कति खुसी कति प्यारो उम्रिरहेको छ साथीहरू होइन यो सिस्नो चाहिँ अलिकति थोरै हुन्छ कि भनेर मैले यो बेठे होइन यो बेठे पनि मैले राखिदिएको छु साथीहरू है तपाईँले पनि यसो बनाएर खानु होला त कस्तो हुन्छ है साथीहरू मैले चाहिँ आज यस्तो बनाइराखेको छु सिस्नो अलिकति बेठे पनि मिसाइदिएको छु साथीहरू है थोरै पिठो राखेर यस्तरी यसलाई खोल्दैछु साथीहरू यस्तरी घोट्दैछु मजाले यसलाई खोल्नु पऱ्यो है साथीहरू पिठो राखेर है घोटिरहेको छु सिस्नोलाई मैले चाहिँ यो सिस्नोलाई होइन मजाले खुलेर यस्तो अब यसलाई म एकछिनमा झान्छु ल म एक्लै झान्न लाग्छु मैले सिस्नो झान्नलाई मैले यहाँ लसुन र सिकेको खुर्सानी साथीहरू अघि मैले पिठो हालेर मैले यसलाई मजाले घोटाएको थिएँ नि अलिकति पकाएको कि पिठो अलिकति गन्न होला भनेर होइन काँचो होला भनेर जस्तो पकाइदिएको होइन सिस्नो चाहिँ मेरो सिस्नो चाहिँ तयार भइसक्यो त्यो चाहिँ आटोको लागि होइन पानी बसालेको छ होइन यसमा पानी बसाल्नु छ कति खुसी कति प्यारो यो पल कति सुन्दर कति उज्यालो सक्ने भए म त बाँधेरै राखिदिन्थे छेकेरै राखिदिन्थे मेरो पकाउने स्टाइल यस्तै हो कसरी पकाउनु
कति खुसी कति प्यारो